हेलो नमस्ते वेलकम ब्याक टु JD360 अगेन। आजको भिडियो एकदमै इम्पोर्टेन्ट छ। जुन कुरा म आजको भिडियोमा डिस्कस गर्न गइरहेको छु यो कुरा सायद तपाईको अगाडि अलरेडी भइरहेको पनि हुन सक्छ, तपाईले सोशल मिडियामा देखिरहेको पनि हुन सक्छ, अहिलेसम्म देख्नु भएको छैन भने भविष्यमा तपाईको अगाडि यो देखिन पनि सक्छ। घरमा बसी बसी डिजिटल बिजनेस, आफ्नो बिजनेस आफै बस आफै सिइओ बन्नुस्। दिनको 2-3 घण्टा काम गरेर मात्रै हजारौं लाखौं 5 फिगर इन्कम कहिलेकाहीँ त करोडसम्म पनि कमाउन सकिन्छ। यस्तो कुरा सुन्दा एकदमै रमाइलो लाग्न सक्छ, तर यो साच्चीकै पोसिबल छ त? के यो एउटा राम्रो प्याकेजिङ गरेको र्याप गरेको या ठगीको नयाँ बिजनेस हो या नयाँ भर्जन हो? आजको यो भिडियोमा म सोकल डिजिटल बिजनेस जुन MLM मल्टी लेभल मार्केटिङ अथवा नेटवर्क मार्केटिङ पनि भनिन्छ त्यसको असली डार्क साइड, कसरी मान्छे इन्फ्लुएन्स गरिन्छ, कसरी पैसा हाल्न लगाइन्छ, कसरी ठगिन्छ र किन यो तपाईको लाइफमा एकदमै खतरनाक हुन सक्छ भन्ने कुरा एकदम डिटेलमा इभ्यालुएट र एनालिसिस गर्दैछु। भिडियो अन्तिमसम्म हेर्नु होला र जति सक्दो शेयर पनि गर्नु होला। यो भिडियोले गर्दा धेरै मान्छेको पैसा, टाइम र फ्युचर बच्न सक्छ। सुरुमा डिजिटल बिजनेस अथवा ई-कमर्स बिजनेस अथवा MLM मल्टी लेभल मार्केटिङ अथवा नेटवर्क मार्केटिङ भनेको के हो त? अहिले ट्रेन्डमा रहेको सोकल डिजिटल बिजनेस अथवा ई-कमर्स बिजनेस भनेको मल्टी लेभल मार्केटिङको अथवा नेटवर्क मार्केटिङको एउटा नयाँ मोडर्न भर्जन हो। डिजिटल बिजनेस भनेको नाम मात्रै नयाँ हो, गेम वही पुरानो नै हो। MLM को चाहिँ टाइम अनुसार, समय अनुसार नाम बदल्दै आइरहेको छ। कहिले इन्सुरेन्स, कहिले हेल्थ केयर, कहिले आयुर्वेदिक। अहिले चाहिँ अब यो इन्टरनेटको जमाना भएर, सोशल मिडियाको जमाना भएर डिजिटल बिजनेस भनिन्छ। नाम नयाँ हो, गेम वही पुरानो हो। गेम के हो त भन्दा मान्छे जोइन गराउने बिजनेस हो। MLM नयाँ कुरा होइन। नेपालमा पहिलादेखि नै डिफ्रेन्ट कम्पनीजहरूले डिफ्रेन्ट स्किम ल्याएर क्युनेट भन्ने थियो पहिला, युनिट लाइफ इन्टरनेसनल भन्ने थियो अर्को, हर्बो इन्टरनेसनल भन्ने थियो अर्को, फेरि अर्को गोल्ड क्वेस्ट इन्टरनेसनल भन्ने थियो। यस्ता कम्पनीजहरूले धेरै इलिगल MLM या पिरामिड स्किमहरू ल्याइसकेका छन् जहाँ नेपाली जनताको करोडौं अरबौं पैसा डुबेको हिस्ट्री समेत छ। मेरो आफ्नै मम्मीले युनिटी लाइफ इन्टरनेसनल भन्ने कम्पनीमा 30,000 हो कि 40,000 हाल्नु भएको थियो, अहिलेसम्म 1 रुपियाँ पनि फिर्ता भएको छैन। नेटवर्क मार्केटिङ डिफ्रेन्ट टाइम फ्रेममा डिफ्रेन्ट मोडल, डिफ्रेन्ट प्रोडक्ट कुन त्यति बेला फेमस छ त्यो प्रोडक्ट लिएर आइरहेको हुन्छ। आजकल त अझै क्रिप्टो लिङ्क्ड MLM हरू पनि मार्केटमा देखिरहेको छ। अब MLM को बेसिक लजिक एकदम सिम्पल छ। जति धेरै मान्छे जोड्न सक्यो त्यति धेरै पैसा कमाइन्छ भन्ने एउटा सिम्पल बिजनेस मोडल हो। यो पिरामिड मोडलमा काम गर्छ। यो पिरामिड जस्तो स्ट्रक्चर हुन्छ। माथि बस्ने जुन टपमा बस्ने मान्छेहरूले एकदमै धेरै पैसा कमाउँछ, नो डिनाइ। तल बस्ने जुन बेसतिर बस्ने मान्छेहरूले एकदमै धेरै पैसा कमाउँछन्। सबै डिजिटल बिजनेस ठग्ने हो, स्किम नै यस्तै हो? होइन, सबै इलिगल हुँदैन। कुनै लिजिट नेटवर्क मार्केटिङ पनि हुन्छ जहाँ प्रपर रजिस्टर्ड कम्पनीजहरू हुन्छन्, रियल प्रोडक्ट बेचिन्छ, प्रोडक्ट बेचेर कमिसन कमाइन्छ। जस्तै कुनै कम्पनीले टिभीमा एडभर्टाइजमेन्ट नगरिकन डिरेक्टलीमा हामी ह्युमन मार्केटिङ गर्छौँ भनेर भन्छन्, त्यस्तो बेसिसमा चाहिँ टिभीमा खर्च गर्ने पैसा चाहिँ मान्छेहरूलाई कमिसन दिने हो। त्यस्तो खालको लिजिट बिजनेस पनि हुन्छ। तर त्यहाँ चाहिँ प्रोडक्ट नै मेन हुन्छ, प्रोडक्ट बेचे बापत नै कमिसन आउने हो। तर जुन इलिगल MLM की स्किमहरू हुन्छ त्यहाँ चाहिँ इन्कमको मेन सोर्स भनेको नयाँ मान्छे एड गरेको एडमिसन फिज नै हो। यही नै सबैभन्दा ठुलो डिफरेन्स हो। यो स्किमलाई धेरै जस्तो इलिगल नै मानिन्छ। प्रपर लिगल अफिस हुँदैन, ट्याक्स रजिस्ट्रेसन हुँदैन, क्लियर बिजनेस मोडल पनि हुँदैन। सामान बेच्ने हो कि सर्भिस बेच्ने हो कि कमिसन कसरी कमाइरहेको भन्ने एउटा क्लियर बिजनेस मोडल हुँदैन। अनि जस्तै कोहीलाई बेचेको सामानहरू त्यस्तो रिटर्न एग्रिमेन्ट पनि हुँदैन। त्यसैले यस्तो स्किमहरूलाई चाहिँ फ्रड अथवा फाइनेन्शियल क्राइमको रूपमा हेरिन्छ। अब बुझौँ MLM मा पैसा कसरी लगिन्छ त? मान्छेले पैसा कसरी हाल्न लगाउँछन्? डिरेक्टली पैसा माग्दाखेरि त इलिगल भयो। त्यसैले यस्तो खालको स्किमहरूलाई चाहिँ लिगल देखाउने कोसिस गरिन्छ। कसरी लिगल देखिन्छ त भन्दा के प्रोडक्ट बेचे जस्तो गर्ने या केही सर्भिस बेचे जस्तो गर्ने। अब इक्जाम्पलको लागि तपाईँ एउटा कुनै स्किम जोइन गर्नुभयो, त्यो स्किम जोइन गराउनको लागि तपाईँले 1 लाख तिर्न लगाइन्छ। त्यसको बदलामा तपाईलाई सानो भ्याकेसन प्याकेज अथवा केही ट्रेनिङ मटेरियल या केही इन्सुरेन्सको प्याकेज या समथिङ आयुर्वेदिक प्रोडक्ट। रियालिटीमा त्यो सामानको भ्याल्यु, एक्चुअल भ्याल्यु चाहिँ 10,000 पनि हुँदैन, तर तपाईलाई 1 लाख तिर्न लगाइन्छ। बाँकी 90,000 चाहिँ तपाईँभन्दा माथिको मान्छेलाई कमिसनको रूपमा जान्छ। अब यो कमिसनको सिस्टम सिम्पलमा बुझौँ है त। जस्तै तपाईँ एड हुनुभयो, अब तपाईँले अरू एडिसनल 3 जना मान्छेलाई तपाईँको अन्डरमा एड गर्नुभयो, तपाईँले 1 लाख तिर्नु भएको छ, उनीहरूले पनि 1-1 लाख तिरे, टोटल 3 लाख तिरे। अब तपाईलाई कमिसन, तपाईले एड गरे बापत तपाईलाई सायद 10,000 देखि 15,000 सम्म कमिसन आउँछ जुन तपाईले एड गरेको मान्छेबाट। अब बाँकी पैसा तपाईलाई कमिसन, तपाईभन्दा माथिको X लाई कमिसन, X भन्दा माथिको Y लाई कमिसन, Y भन्दा माथिको Z लाई कमिसन। यो पिरामिडमा जति पनि मान्छे माथि छन् त्यो मान्छेहरूलाई सबैलाई कमिसन जान्छ। यही नै MLM को असली बिजनेस अथवा धन्दा हो। अब जोइन गर्नको लागि तपाईले त पैसा तिरिसक्नु भयो। जोइन गर्नको लागि आफ्नो सेभिङ भयो, आफ्नै सेभिङ, नभए लोन, नभए क्रेडिट कार्ड या नभए सरसापट्टि गरेर तपाईले आफ्नो पैसा तिरिसक्नु भयो। अब जोइन गरिसकेपछि त्यो पैसा त उठाउनु पर्यो। कसरी उठाउने त? एउटै मात्रै अप्सन, तपाईको अन्डरमा अरू मान्छे जोडेर तिनीहरूबाट कमिसन लिने। द्याट्स द ओन्ली अप्सन टु रिकभर योर मनी। अब तपाईको पुरा टाइम
पुरा एनर्जी तपाईको लाइफ नै मान्छे कसरी जोड्ने त, कसलाई जोड्ने भन्नेतिर लाग्छ। तपाईले जो भेट्यो त्यसलाई अप्रोच गर्न थाल्नुहुन्छ। सबैभन्दा पहिला सुरुवात त घर परिवारबाट हुन्छ, त्यसपछि रिलेटिभ्सबाट हुन्छ, साथी, अफिस कलिग्स, छिमेकी, स्कुलको साथी, पुरानो साथी, कलेजको पुरानो साथी, सबैजनालाई अप्रोच गर्न थाल्नुहुन्छ। प्रब्लम के हुन्छ भन्दा क्लियरली यो एमएलएम को स्किम हो, यस्तो खालको स्किम हो, कमिसनको धन्दा हो भन्दाखेरि चाहिँ मान्छेहरू जोडिँदैनन्। त्यसैले तपाईले डिफ्रेन्ट तरिकाबाट इन्फ्लुएन्स गर्नुहुन्छ। इन्फ्लुएन्स गर्ने तरिकाहरू अलि एकछिनमा डिस्कस गर्दैछु म। अब इमोसनल प्रेसर पनि हुन्छ, तपाईको चिनेकै मान्छे हो, नजिकै मान्छे हो, इमोसनल प्रेसर हुन्छ, इमोसनल ब्ल्याकमेल गर्न थाल्नुहुन्छ। साँचो बोल्न सके साँचो, नभए झुट बोल्नु पर्यो। झुट बोल्न पनि सकेन भने हाफ ट्रुथ, आधा साँचो भनिदिने, आधा चाहिँ भन्दिँदै नभनिदिने। जसरी हुन्छ मान्छे जोड्न खोजिन्छ। यदि तपाईले मान्छे चाहे जति एड गर्न सक्नु भएन भने तपाईभन्दा माथिको मान्छेहरूले, आफूभन्दा माथिको मान्छेहरूलाई चाहिँ कोच मेन्टर भन्ने रहेछ। तिनीहरूले चाहिँ तपाईको मेहनत पुगेन, तपाईको माइन्डसेट नै गलत छ, तपाईँ एकदम नेगेटिभ हुनुहुन्छ, यस्तो खालको मेन्टल प्रेसर र हरासमेन्ट सुरु हुन्छ। जोइन भइसक्नु भयो, त्यसपछि तपाईलाई यो मन परेन, म निस्किन चाहन्छु, मलाई पैसा फिर्ता देऊ न त भन्यो भने त पैसा फिर्ता हुने चान्स त अलमोस्ट जिरो नै हो। अब मान्छे जोड्नको लागि कसरी इन्फ्लुएन्स गरिन्छ त, स्पेशली अन सोशल मिडिया। सबैभन्दा पहिला त फेक मोटिभेसन दिन्छ। म जिरोबाट हिरो बने हुन्छ नि, डिजिटल बिजनेसले गर्दा चाहिँ म पहिला कस्तो थिएँ अहिले कस्तो भयो भनेर एउटा खोक्रो मोटिभेसन छाडिन्छ। रियालिटीमा उनीहरूको लाइफ एकदमै फरक हुन्छ, त्यो लाइफ उनीहरूले देखाउँदा पनि देखाउँदैन, तर सोशल मिडियामा चाहिँ एकदम त्यो खोक्रो मोटिभेसन मजाले देखाइन्छ। अर्को हुन्छ फेरि 9 to 5 जबलाई एकदमै क्रिटिसाइज गर्ने। पहिला म जबमा फसेर बसेको, केही फ्रिडम थिएन, अहिले मलाई हेर्नुस् कस्तो फ्रिडम छ। म डिजिटल बिजनेस गर्न थालेदेखि मैले कस्तो फाइनान्शियल फ्रिडम छ, घरमा परिवारसँग मजाले टाइम दिन पाइरहेको छु। पहिला म डक्टर थिएँ, नर्स थिएँ, इन्जिनियर थिएँ, रियल्टर थिएँ, त्यो सबै छोडेर म अहिले फुल टाइम डिजिटल बिजनेस गर्दैछु। मेरो पुरै करियर नै चेन्ज भयो, मेरो लाइफ नै चेन्ज भयो। यस फेक करियर स्टोरीजहरू देखाइन्छ। वर्क लाइफ ब्यालेन्सको एउटा मिठो ललिपप देखाइन्छ। रियालिटी चाहिँ बिल्कुलै उल्टो हुन्छ। अर्को हुन्छ फेरि लग्जरियस लाइफस्टाइल देखाउने, गाडी देखाउने, 4 स्टार 5 स्टार होटलमा गएको फोटोहरू देखाउने, भ्याकेसनको धेरै फोटो पोस्ट गर्ने। उनीहरूको एउटा सोकल बिजनेस मिटिङ हुन्छ, त्यो बिजनेस मिटिङमा गएको इभेन्टहरूको फोटो हालेको हालै गर्ने। 2 दिन कहीँ घुम्न गएको छ भने 2-3 महिनासम्म पोस्ट गरेको गर्ने। अनि क्याप्सन चाहिँ के दिने थाहा छ, डिजिटल बिजनेस चेन्ज माई लाइफ, थ्याङ्क्स टु डिजिटल बिजनेस आई क्यान लिभ माई लाइफ एज आई वान्ट। एउटा क्रेडिट दिने, डिजिटल बिजनेसले गर्दा चाहिँ म यस्तो गर्न पाइरहेको छु भन्ने टाइप सो अफ। अर्को हुन्छ फेरि एकदमै वेग र फेक अवार्ड देखाउने, राइजिङ स्टार, रक स्टार अफ द विक। न कम्पनीको नाम छ, न लिगल पोजिसन छ, न कसले दिएको छ, न किन दिएको छ। च्याट जीपीटीमा प्लिज जेनेरेट अ अवार्ड भनेर एउटा दिने, आफ्नो नाम हालिदिने भने त्यस्तो टाइपको अवार्डहरू जति पनि निकाल्न मिल्छ। अनि त्यस्तो टाइपको अवार्डहरू चाहिँ सोसियल मिडियामा पोस्ट गर्ने, ताकि मान्छेले ओहो यो त रिकग्नाइज भइरहेछ भन्ने टाइपको मान्छेहरूलाई एउटा इल्युजन क्रिएट गर्ने। यस्तै यस्तै डिफ्रेन्ट वेजबाट मान्छेहरूलाई इन्फ्लुएन्स गरिन्छ। यस्तो डिजिटल बिजनेसको बारेमा क्युरियोसिटी क्रिएट गरिन्छ, ताकि मान्छेहरूले ओहो के भइरहेछ त, यस्तो कसरी हुन्छ भनेर मान्छेले बुझ्न खोजोस्। बुझ्न थालेपछि मुर्गा फस गया। अब स्पेशली विदेशमा बस्ने नेपाली अथवा स्टुडेन्टहरू, त्यस्तो मान्छेहरूलाई यस्तो बिजनेसमा, यस्तो स्किममा धेरै टार्गेट गरिन्छ। किनभने यस्तो मान्छेहरूले साइड इन्कमको प्रेसर हुन्छ, किनभने अलिकति एक्स्ट्रा पैसा आउँछ भने वाइ नट भन्ने टाइपको एउटा हुन्छ। अर्को हुन्छ फेरि लन्ली लाइफ हुन्छ, मान्छेहरू एक्लै एक्लै बसिरहेको हुन्छ, के गरौँ कसो गरौँ हुन्छ, जे भेट्यो त्यसमा इन्भल्भ भइदिइहाल्छ। अर्को हुन्छ फेरि नेपाली भेटेपछि एकदमै इमिडिएटली विश्वास गरिहाल्ने। नेपाली भेटेपछि अब विदेशमा नेपाली भेटेपछि त दाजुभाइ भेटे जस्तै लाग्छ, त्यसपछि यसले नेपालीलाई के ठग्ला र भन्ने एउटा विश्वास पनि हो। अर्को हुन्छ फेरि आफ्नै साथी एकदम नजिकको रिलेटिभ्सबाट अफर आउँछ, म तिमीलाई कहाँ ठग्छु त, तिम्रो पैसा खाएर कहाँ भाग्छु त म भने। यस्तो टाइपको इमोसनल ब्ल्याकमेल गर्दा चाहिँ धेरै मान्छेहरू चाहिँ आफ्नै मान्छेबाट ठगिन्छ। अब रेड फ्ल्याग यो देख्नु भयो भने चाहिँ तपाईँ सचेत हुनुपर्छ। सबभन्दा पहिला त बिजनेस बुझ्नको लागि पैसा तिर्नुपर्छ भन्ने एउटा मोडल हुन्छ। जस्तै पहिला सुरुमै के हो त बिजनेस भन्दा क्लियर नभन्ने, स्पेशली युएसमा चाहिँ $149 तिर्नुपर्छ बिजनेस बुझ्नको लागि भनेर सुरुमा $149 तिर्न लगाइन्छ, 20-30 हजार समथिङ तिर्न लगाइन्छ। त्यसपछि भित्र छिराइन्छ, भित्र छिरिसकेपछि अब ट्रेनिङ भनिन्छ, कोचिङ भनिन्छ, त्यसपछि अरू पैसा एड गर्न लगाइन्छ। सबैभन्दा पहिलो रेड फ्ल्याग भनेको त यही नै हो। यदि तपाईँलाई बिजनेस कसैले क्लियरली एक्सप्लेन गर्दैन, के हो, के गर्नुपर्छ, कसरी पैसा कमाइन्छ भनेर क्लियरली भन्दैन भने द्याट्स द नम्बर 1 रेड फ्ल्याग। त्यसपछि अर्को रेड फ्ल्याग भनेको कम्पनीको नाम, एड्रेस, लिगल पोजिसन, ट्याक्स डकुमेन्टहरू केही पनि हुँदैन। तपाईँले माग्नु भयो भने होइन लिजिट बिजनेस हो, दुनियाँले गरिरहेछ भन्छन्, तर तपाईँसँग प्रुफ केही पनि हुँदैन। अर्को रेड फ्ल्याग भनेको चाहिँ तपाईँलाई एकदम हतारमा डिसिजन गर्न लगाइन्छ। एउटा फोन कलमै ल होइन यो त गरिहाल्नुपर्छ, एकदम राम्रो अपर्च्युनिटिज हो, तपाईँले छोड्नुभयो भने अर्को मान्छेले तपाईँको ठाउँ लिन्छ, अहिले नै गरिहाल्नुहोस्, ट्रान्सफर गरिहाल्नुहोस्, पैसा ट्रान्सफर गरिहाल्नुहोस्, एकदमै हतारमा डिसिजन लिन लगाइन्छ। अनि म सल्लाह गरेर भन्छु नि त भन्दाखेरि चाहिँ कहाँ तपाईँको अपर्च्युनिटिज गइसक्छ, त्यस्तो नगर्नुहोस्, अहिले गरिहाल्नुहोस् भनेर एकदम हतार डिसिजन लिन लगाइन्छ। अनि अर्को हुन्छ फेरि यो भनेको गट्स फिलिङ पनि हो। तपाईँले कुनै पनि क्वेसन गर्दाखेरि क्लियरली क्वेसनको आन्सर आउँदैन, तपाईँलाई जति बेला पनि घुमाइ हुन्छ नि, राउन्ड आन्सर दिने,
तर जुन तपाईले सोधेको क्वेशनको एक्ज्याक्ट आन्सर नदिने, तपाईलाई ठुलो ठुलो सपना मात्र देखाउने तर कसरी भनेर एक्ज्याक्ट टु द पोइन्ट कुरा नगर्ने, यस्तो रेड फ्ल्यागहरु तपाईले देख्नुभयो भने चाहिँ, यस्तो फिल गर्नुभयो भने चाहिँ एकदमै सतर्क रहनुपर्छ। अब तपाई अलरेडी जोइन भइसक्नु भयो, तपाई सर्टेज पैसा तिर्नु पनि सक्नुभयो भने तपाई बाहिर निस्किनु बेस्ट अप्सन हो। नलजाउनु, नडराउनु, एक्जिट गर्नु राम्रो डिसिजन हो। त्यसलाई कमजोरीको रूपमा लिनु हुँदैन। लाइफमा धेरै अपर्च्युनिटिजहरु आउँछन्। यो नेटवर्क मार्केटिङले तपाईको लाइफमा एकदमै धेरै नेगेटिभ ल्याउने वाला छ। तपाई जति सक्दो छिटो एक्जिट गर्नुस्, द्याट्स द बेस्ट अप्सन। अब मेरो तर्फबाट यो भिडियोको थ्रु फाइनल मेसेज, यदि तपाईं अलरेडी इन्गेज हुनुहुन्छ भने तपाईं एक्जिट गर्दा द्याट्स द बेस्ट अप्सन। यदि तपाईलाई कसैले इन्फ्लुएन्स गर्दैछ भने बी कशियस। यो स्किम भनेको एउटा क्यासिनो जस्तै हो। क्यासिनोमा मसिन हुन्छ, यहाँ मान्छे हुन्छन्। यो गेममा तपाईको पैसा, तपाईको टाइम, एफर्ट, विश्वास, रिलेशनशिप सबै दाउमा लाग्छ। तपाईले थोरै कमाउनुहुन्छ तर धेरै गुमाउनुहुन्छ। स्पेशली बाहिर बस्ने मान्छेहरुको लागि यदि तपाई भिजा, ग्रीन कार्ड, पीआर त्यो के अप्लाई गर्दै हुनुहुन्छ भने प्लिज स्टे आउट अफ इट। यस्तो केसले गर्दाखेरि इलिगल केसमा पसेर तपाईको यो सबै कुराहरु प्रोसेसमा अफेक्ट गर्न सक्छ। त्यसबाहेक तपाईको सेल्फ स्टिम, तपाईको फ्यामिली रिलेशनशिप, साथीहरुको रिलेशनशिप, तपाईको कन्फिडेन्समा सबैमा असर पर्छ। सुरुमा अलिकति पैसाको लोभले, साइड इन्कमको लोभले तपाई इन्भल्भ हुनुहुन्छ, ठुलो सपनाको लोभमा तपाई इन्भल्भ हुनुहुन्छ, अन्तिममा हुने भनेको फाइनान्शियल लस हो, तपाईको करियरमा अनसर्टेनिटी हो, पछि अन्तिममा रिग्रेट हो। त्यसबाहेक तपाईको फ्रेन्ड सर्कल, तपाईको रिलेटिभ्सको सर्कल एकदमै फरक हुन्छ। योसँग भेट्यो भने यसले एड गर्ने मात्रै कुरा गर्छ, यो डिजिटल बिजनेसको मात्रै कुरा गर्छ भनेर तपाईलाई इन्भल्भ गराउने छोडेको मैले धेरै केसहरु देखेको छु। त्यसैले डिसिजन लिनु भन्दा अगाडि धेरै पटक सोच्नुस्, घर परिवारमा डिस्कस गर्नुस्, रिसर्च गर्नुस्, प्रुफ माग्नुस्, क्वेशन्स सोध्न नडराउनुस्। स्टे सेफ। यदि यो भिडियो तपाईलाई हेल्पफुल लाग्यो या तपाई बाहेक अरु कसैलाई पनि हेल्पफुल लाग्यो भने लाइक, शेयर, सब्स्क्राइब गर्नु होला। तपाईको यो डिजिटल मार्केटिङमा के एक्सपिरियन्स छ भने कमेन्टमा शेयर गर्नु होला। थ्यांक यू फर वाचिङ दिस भिडियो। चीयर्स। हिट दैट सब्स्क्राइब बटन, स्टे कनेक्टेड एन्ड सी व्हाट नेक्स्ट।